ओके, नमस्ते सबैजनालाई। आज म यो भिडियो चाहिँ नेपाल सरकार समक्ष पुर्याउनको लागि चाहिँ तपाईहरुले सक्दो शेयर गरिदिनु होला, कमेन्ट गरिदिनु होला। अहिले इरान र इजरायलको युद्ध जुन चलिरहेको छ त्यसले चर्को रूप लिएला जस्तो चाहिँ देखिरहेको छ। तर पनि यो हाम्रो नेपाल सरकारको बानी अहिले सुरुमा चाहिँ कुनै एक्सन लिँदैन, त्यो चुप्प लाएर बस्ने। अनि जब अन्तिम अवस्थामा हुन्छ ठुला देशहरूले जसले त्यहाँबाट तत्काल रेस्क्यु गर्न सक्छन्, उनीहरूले आफ्ना नागरिकलाई चाहिँ तत्काल रेस्क्यु गरिरहेको अवस्था हुन्छ भने हाम्रो नेपाल चाहिँ उही राजदूतावासमा धाउने, रिक्वेस्ट गर्ने अनि परराष्ट्र मन्त्रालयलाई रिक्वेस्ट गरिएको छ भन्ने बस्ने र समय बर्बाद गर्ने भन्दा काम केही रहन्न। अहिले इरानले इजरायलतर्फ मिसाइल हान्ने अनि इजरायलले इरानतर्फ ड्रोन आक्रमण गर्ने या समथिङ यस्तै लाइक द्याट के भइरहेको अवस्था छ। यो सुरुवाती अवस्था होला सायद, तर यसले चरम रूप लिन कति पनि बेर लाग्दैन। इरानमा त के कसो हुनुहुन्छ थाहा छैन, तर इजरायलमा चाहिँ जहाँसम्म चाहिँ हाम्रा धेरै नेपाली चेलीबेटीहरू चाहिँ यो केयर युनिटमा, यो चाइल्ड केयरहरूमा चाहिँ गएको अवस्था चाहिँ हामीले पहिलेदेखि नै थाहा पाइरहेको। सायद धेरै नेपालीहरू चाहिँ इरानमा भन्दा पनि इजरायलमा धेरै हुनुहुन्छ होला, अथवा इरानमा पनि हुनुहुन्छ। जो जहाँ भए पनि अहिले इरानमा या इजरायलमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइहरूलाई चाहिँ बेलैमा सुरक्षित गर्नको लागि नेपाल सरकारलाई अहिले नै पहल कदमी चाल्नको निम्ति चाहिँ म हार्दिक अनुरोध गर्न चाहन्छु। जहाँ रहेका जुन दुवै देशमा, जुनसुकै देशमा रहेका नेपालीहरू पनि सुरक्षित राख्नु यो नेपाल सरकारको कर्तव्य हो। अहिले नै भनेर आफ्नो परराष्ट्र मन्त्रालय मार्फत हुन्छ या नेपाल सरकारले सम्बन्धित निकायलाई भनेर चाहिँ आफ्नो राजदूतावासलाई अहिले नै सक्रिय गराएर नेपालीहरूलाई सुरक्षित गराउने वातावरण कसरी हुन्छ, अब उहाँहरूलाई नेपाल नै फिर्ता बोलाउने हो कि अब त्यहीँ कतै सुरक्षित राख्न सक्ने अवस्था गराउने हो, यो तपाईहरुको जिम्मेवारी हुन्छ, यो नेपाल सरकारको जिम्मेवारी हुन्छ। त्यही भएर सरकारी मातहतमा रहनुभएका सम्पूर्ण नेपाल सरकारको टिमलाई चाहिँ यो पहल कदमी चाँडै नचाल्नको निम्ति चाहिँ म हार्दिक अनुरोध गर्न चाहन्छु। अनि यस साथसाथै जहाँ जुनसुकै ठाउँमा रहनुभएका नेपाली दाजुभाइहरूलाई चाहिँ सुरक्षित रहन पनि म आग्रह गर्न चाहन्छु। तपाईँ जहाँ हुनुहुन्छ सक्दो आफूलाई सुरक्षित राख्ने प्रयास गर्नुहोला, सम्बन्धित निकायमा सम्पर्क गर्नुहोला, नेपाली राजदूतावासहरू तपाईँको नजिक कहाँनिर छ त्यहाँनिर सम्पर्क गर्ने कोसिस गर्नुहोला। र नेपाल सरकारले अब आफ्ना नागरिकलाई फिर्ता ल्याउने हो भने छिटो फिर्ता ल्याउने निर्णय गरोस्, या त्यही कतै अन्त सुरक्षित राख्न सक्ने अवस्था छ भने सुरक्षित राख्नको लागि पहल कदमी चालोस्। यो भिडियो सक्दो सेयर गरेर नेपाल सरकारमा तथ्य पुर्याउनको लागि सहयोग गरिदिनु होला। सम्पूर्ण नेपालीहरूलाई सुरक्षित रहनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। नमस्ते।